अब हुन लाग्यो चुनाव के को चुनाव हुन लाग्यो थाहा छ चुनाव खोइ देशको नेपालको अहिलेको सिस्टम अनुसार प्रधानमन्त्री चाहिँ कसले चुन्छ प्रधानमन्त्री कसले चुन्छ त्यो सांसदमा अब त्यो इलेक्ट हुन्छ नि मान्छेहरू तिनीहरूले चुन्छ मिनिमम कति भोट आयो भने चाहिँ राष्ट्रिय पार्टी हुन्छ 50%। नेपालमा चुनाव गराउने गभर्मेन्टको बडी कुन हो नेसनल इलेक्सन कमिसन ओके कति पर्सेन्ट मिनिमम भोट आयो भने राष्ट्रिय पार्टी हुन्छ त्यो चाहिँ थाहा छैन। कति वर्ष पुगेपछि भोट हाल्न पाइन्छ 80 गभर्मेन्टको कुन बडीले चाहिँ चुनाव गराउँछ संसारवाला गठबन्धन भनेको के हो गठबन्धन भनेको चाहिँ दुईटा पार्टी मिलेर पालो पालो के चलाउने होला त्यस्तै चुनावमा आचार संहिता भनेको के हो थाहा छ थाहा छैन सर कहाँ अब चुनाव हेर्ने भए पो थाहा हुन्छ अब बल्ल चाहिँ हेर्नु थाल्नु पर्ला जस्तो छ अनि मौन अवधि भनेको के हो थाहा छ थाहा छैन सर ओके टोटल संसद संख्या कति हुन्छ नेपालको थाहा छ उसलाई 272 त्यसमा डाइरेक्टवाला कति हो अनि समानुपातिकवाला कति हो डाइरेक्ट 116 होला 58 खोइ थाहा छैन सर समानुपातिक भनेको के हो थाहा छ थाहा छन् कि त्यो जस्तो अब हाम्रो दुईटा पार्टीहरू मर्ज हुन्छ नि जस्तो हाम्रो अब एमाले र माओवादी मर्ज भएको थियो नि त्यही त हो नि यो समानुपातिक भनेको क्या बात है सर क्या बात है सर क्या बात है ये बात है सर नेपालमा जम्मा समानुपातिक सिट संख्या कतिवटा छ 165। ओके अनि समानुपातिक भनेको के हो थाहा छ समानुपातिक भनेको चाहिँ हामी एक्चुअल चुनाव क्षेत्रहरू जसबाट चाहिँ मान्छेहरू डाइरेक्टली जितेर आउँछन् बात कुछ और थी बताई कुछ और गई म्याम अब चुनाव कहिले हुँदैछ थाहा छ फागुनमा यो चुनाव के को चुनाव हो थाहा छ उसलाई प्राइम मिनिस्टर इलेक्ट गर्नलाई होइन त अनि त्यही त हुन्छ चुनाव के को लागि होला ओके नेपालमा कतिवटा निर्वाचन क्षेत्र छ थाहा छ क्षेत्रको हिसाबले 165 वटा छन् समानुपातिकमा 110 वटा आउँछन् टोटलमा 275 वटा हुन्छ